गाइज एउटा कुरा होइन मैले के भन्न आएको भन्दाखेरि मैले चाहिँ होइन नबुझेको कुरा कि हजुरहरूको घरमा पनि हजुरबा हजुरआमा हुनुहुन्छ कि हुनुहुँदैन है। अनि कति वर्षसम्मको हुनुहुन्छ हजुरबा हजुरआमाहरू, किनकि हाम्रो चाहिँ हजुरबा लगभग 105 वर्ष हुनुभएको थियो, बितेर जानुभयो। सो अहिले चाहिँ हजुरआमा नै हुनुहुन्छ। कति हजुरआमा चाहिँ अहिले लगभग कति 100 वर्ष 102 वर्षको हाराहारीमा पुग्नुभयो होइन। र अहिले चाहिँ हाम्रो हजुरआमाको चाहिँ व्यवहार चाहिँ कस्तो छ भन्दाखेरि बच्चाको जस्तो, पहिले ठुलो मान्छेको जस्तो यस्तो यस्तो व्यवहारहरू छ होइन। अब हजुरहरूको त्यस्तो भएको छ कि भएको छैन कि यो त्यस्तै हो यो बुझ्न सकिएन। सो त्यही भएर मैले हजुरहरूलाई सेयर गरेको गाइज होइन। त्यही हो हाम्रो हजुरआमाको चाहिँ अहिले दिमाग अहिले खै के भएको होइन, बच्चाको जस्तो भइरहेको छ कि गाइज। किनकि हामीले बिहान 9 बजेतिर नि खाना दिएको गाइज होइन। अनि अहिले चाहिँ हजुरआमाले चाहिँ खाना दिन मलाई भन्दै हुनुहुन्छ। सो त्यही भएर गाइज अहिले होइन दिउँसोको 1 बजिरहेको छ, लगभग 1:30 हुन लाग्यो गाइज। सो त्यही भएर फेरि अहिले खाना बनाएर अहिले फेरि हजुरआमालाई खुवाउँदैछौँ गाइज। लेट्स सी हजुरआमाले के गर्दै हुनुहुन्छ हेर्दै गर्नु है, कति खानुहुन्छ हाम्रो हजुरआमाले है। अहिले 102 वर्ष पुग्नुभयो लगभग होइन, 102 वर्षको हजुरआमाले पनि कति खानुहुन्छ खाना, लेट्स सी। लेन गाइज बिचरा हजुरआमा अहिले 103 वर्ष पुग्नुभयो होइन। अहिले हजुरआमाले खाना खाइरहनु भएको छ। अहिले दिउँसोको 1 बजिरहेको छ अहिले। के गर्ने गाइज, गाह्रो छ होइन। अब बुढाबुढी मान्छेहरू पाल्नलाई गाह्रो छ, के गर्ने त्यही पनि अब होइन। यो भनेको आफ्नो आफ्नो कर्म जस्तो लाग्छ मलाई चाहिँ। सो त्यही भएर चाहिँ गाइज हजुरहरूको चाहिँ के कस्तो भएको छ सो कमेन्टमा लेखिदिनु होला गाइज।